धनगढी उपमहानगरपालिका वडा नम्बर 12 जुगेडाका स्थानीयले शुक्रबार राति अवैध कुखुरा सहित एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। भारतबाट ल्याउँदै गरेको अवैध 72वटा ब्रोइलर कुखुरा बोक्न प्रयोग गरिएको C3 प 1397 नम्बरको मोटरसाइकल र संलग्न एकजना युवकलाई नियन्त्रणमा लिएर जुगेडा अस्थायी प्रहरी चौकीलाई बुझाइएको थियो। तर बिहान प्रहरी चौकीमा बुझाइएको ती व्यक्ति नदेखिएपछि स्थानीयहरू आक्रोशित हुँदै कारले घेराउ गरेका थिए। जुगेडाका स्थानीय विजय राई 65 किलो होइन 1 कुन्टल छ। तपाईँ हेर्नुहोस् 72वटा कुखुरामा 2-2 किलोको भए पनि 72वटा कुखुरा 2-2 किलोको एभरेज भयो भने कति हुन्छ हिसाब गर्नु न। नाम त्यो केटाको नाम के थाहा भन्थ्यो त कि तिनीहरूले खुलाउँदै खुलाएन सर। कतिखेर के मल्ल भन्थ्यो कतिखेर के भन्थ्यो। अवैध कुखुरा सहित एकजनालाई शुक्रबार राति 10 बजे नियन्त्रणमा लिएको थियो। तर प्रहरीलाई बुझाइएकोमा युवकलाई नदेखेपछि शनिबार बिहान स्थानीय युवकहरूले प्रहरी चौकी नै घेराउ गरेपछि युवकलाई पुनः बोलाइएको थियो। तस्करसँग प्रहरीको साँठगाँठ भएकाले प्रहरीले तस्करलाई छोडेको आरोप लागेको छ। कुखुरा व्यवसाय संघ कैलालीका अध्यक्ष भुवन पाण्डे चौकीमा मोटरसाइकल मान्छे अनि कुखुरा समेतको मोटरसाइकल चौकीमा बुझाएर आएका हौँ हामी होइन। त्यसपछि चाहिँ उहाँले हामी ठिक छ हामी डम्पिङ गरेर अनि मोटरसाइकल र मान्छे चाहिँ जिपरका पठाउने भन्ने कुरा हो। त्यही गर्नुपर्छ भने हाम्रो माग चाहिँ के थियो भने जिपरका चलान गरिदिनुहोस्। जिपरका चलान गरिदियो भने यहाँबाट भन्सार चलान गर्न सजिलो हुन्छ। आखिर चोरी तस्करीमा संलग्न भएको हिजोका मितिसम्म भएको प्र्याक्टिस पनि त्यही हो। नियम अनुसार हुने कुरा पनि त्यही हो। त्यहाँको पहिलाको इन्चार्ज त्यो के अरे को हत्या भइसकेपछि त 15-20 दिन हो त्यहाँ अलिकति शान्त भएको भनेको। त्यसरी सुरु भइसक्यो। अब किसानले गएर समात्न सक्दैन पुलिसले समात्न नसक्ने भन्ने कुरो त रह्यो। 72वटा कुखुराको तौल झण्डै 150 किलो हुने कुखुरा व्यवसायीले बताएका बेला प्रहरीले भने 65 किलोग्राम मात्र कुखुरा नष्ट गरिएको बताएको छ। स्थानीयले अवैध कुखुरा नियन्त्रणमा लिन सक्ने प्रहरीले बुझाएको व्यक्तिलाई भगाउनु र कुखुराको तौल कम हुनुमा प्रहरी र तस्करबीच मिलेमहत्व भएको आशंका व्यवसायीको छ। जिल्ला प्रहरी कार्यालयले भने आरोपीलाई जिल्ला बोलाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायक परीक्षक प्रतीक विष्ट त्यो नाम त मलाई पनि थाहा छैन हैन। हिजो त्यहाँनिर चाहिँ उनी स्थानीयले रोकेर रहेछन्। हाम्रो पुलिसले लिँदाखेरि कुखुरा र मोटरसाइकल मात्रै लिएर रहेछ हैन। अनि बिहान चाहिँ मेरो कुखुरा भनेर अर्को मान्छे सम्पर्कमा आएर रहेछ। त्यसलाई जिल्ला पठाइदिनु भनेको छ मैले। मान्छेको नाम मलाई पनि थाहा भएन। जिल्ला पुगेपछि थाहा हुन्छ अहिले। जुगेडाको सोही नाका भएर लामो समयदेखि चोरी तस्करी हुँदै आएको छ। गत कार्तिक 1 गते सो क्षेत्रमा गस्तीमा खटिएका बेला त्यही प्रहरी चौकीमा कार्यरत चौकी इन्चार्ज सहित 2 जनालाई तस्करहरूको गिरोहले हत्या गरेको थियो।